फुक्न चाहन्छु अहिलेको यो गलत कार्यलाई। यदि यस पटक म मरेछु भने यो देशका लागि शहीद घोषणा तपाईहरुले गर्नुहोला र यो लास सिंहदरबारको गेटमा लगेर राखेर त्यही गेटमा जलाउनु होला मेरो बडीलाई। म यो चाहिँ बाचा गर्छु, तपाईहरुले पनि बाचा गर्नुहोस् कि म मर्न पनि पछाडी हट्ने छैन। तर मलाई मारेछ नि दलालले भने मार्ने दलाललाई चाहिँ तपाईहरुले घरमै गएर थुतेर मार्नु होला। म पछाडी हट्ने छैन र मेरो लास सिंहदरबारको गेटमा जलाइयोस्। म यही आग्रह गर्दै मेरो लास पीडितहरुका लागि, वित्तीय पीडितहरुका लागि यो शरीर मैले दान दिइसके। आजबाट मैले यही घोषणा गर्दै मैले विगत 14 वर्षदेखि यो समस्या झेल्दै आएको हो र तपाईहरु पनि अब तपाईहरुको मुद्दालाई पनि हामीले यसै अभियानद्वारा जोडेर अगाडि बढाएका छौं। अहिले सामाजिक सञ्जाल विधेयक ल्याइएको छ, बोल्न पाउने अधिकार को हनन गरिएको छ। यो संवैधानिक अधिकार हो, यसको अन्त्य गर्ने प्रयास गरिएको छ। राज्यको चौथो अंग जसले प्रश्न सोध्न पाउने, त्यो पनि आफूले परिकल्पना गरेर होइन, आम नागरिकले यत्र तत्र हैन चारैतिरबाट अहिले सरकारलाई प्रश्न गरिरहेको विषय एउटा सञ्चारकर्मीले आफ्नो रेक्समा गरेको प्रश्नमाथि उनीहरुकै प्रेस पास जसरी राज्यले थुत्ने काम गरिएको छ, यसका विरुद्ध पनि हामीले आवाज उठाएका छौं। हाम्रा साथीहरुले प्रश्न सोध्दै गर्दा के गल्ती गरे, उनीहरुमा सक्षमता छ कि छैन, उनीहरु त्यो क्यापेबल हुन् कि होइनन् भन्ने कुरा थियो भने हिजो प्रेस पास किन दियो र अहिले दिइसकेको राज्यले दिएको अनुमति आज आफैले गैरकानुनी ढंगबाट खोज्दै छ भने अघि जसरी डाक्टर सुरेन्द्र भण्डारीज्यू जसले विश्वको ललाई प्र्याक्टिस गरेर आउनु भएको छ, उहाँले प्रश्न के भन्नुभयो भने यो सरकार नागरिक विरोधी हो देखाउँदैछ। देखिएन? म फुक्न चाहन्छु अहिलेको यो गलत कार्यलाई तत्काल रोकिदे सरकार, होइन भने पटक पटक जसरी म माथि धावा बोलिएको छ अब त्यसै उठेको छैन। 42 दिन हस्पिटलको बेडमा तर्पिदै गर्दा पटक पटक कसम खाएको छु म थुक्छु यो अहिलेको यो गलत कार्य र तिमीहरु जस्ता दलालहरुलाई। ल मलाई हाल जेल दम छ, हाल पटक पटक हाल्ने प्रयास गरिस्, हाल्दै पनि आएको छस् र मेरो ज्यान लिने प्रयास गरेको छस्। म थुक्छु यो गलत कार्य र गलत गतिविधिलाई। पीडितहरुको हक अधिकार सुनिश्चित गर्न नसक्ने यो सरकारका गतिविधिलाई म थुक्छु। अत्याचार गर्नुको पनि सीमा हुन्छ, अति भयो। मैले कहिले पनि कसैको विरोध गरेको थिएन, कुनै नेताको न त कुनै व्यक्ति विशेषलाई केन्द्रित गरेर कहिले पनि विरोध गरेको थिएन। तर अब समय भएछ, अब आई टु आई कन्ट्याक्ट गर्नुपर्ने, लेभल टु लेभल टक गर्नुपर्ने र जुत्नु परे पनि लेभल मिलाएर जुत्नुपर्ने अवस्था आइसकेछ। त्यसैले मैले थुक्न सुरु गरेँ, फेरि पनि थुक्छु। ल अब के हुन्छ? म सञ्चारकर्मी पनि हो, म युवा हुँ। यो जुन नागरिक प्रतिको सरकारको अराजकताका विरुद्ध लड्न आएको एउटा सिपाही हुँ म। त्यसैले प्रतिस्पर्धामा आएको हो। शान्तिपूर्ण तरिकाले हात जोड्दै न्याय माग्दै गर्दा वित्तीय पीडितको समस्या समाधान हुनुपर्छ, सहकारी पीडितको समस्या समाधान हुनुपर्छ। देश ग्रे लिस्टमा पुग्दैछ भनेर 1 वर्ष अगाडिदेखि चिच्याउँदै थिए। यही अहिले रहेका सहकारी मन्त्री बलराम अधिकारीलाई टेबलमै भनेको थिए, तपाईले विचार गर्नुस्, देश ग्रे लिस्टमा पुग्दैछ। म यो देशको देशद्रोही होइन, देशद्रोहीले यो देशलाई ग्रे लिस्टमा पुर्याउँदैछन्। बचाउनुस् है, यसको समाधान गरेर भन्दै गर्दा नसुन्ने सहकारी मन्त्री बलराम अधिकारीले नै यो काम गरिरहेका छन् र यसमा संलग्न भएका सबै यो देशका देशद्रोही हुन्। यो देशको अर्थव्यवस्था तस नस गराउने सबै देशद्रोही हुन्।
यो देश सक्न चाहिरहेका छन्। यसरी चल्दैन देश। यहाँ पूर्व सुरक्षा कर्मीहरूलाई कहिलेकाहीँ धम्की दिएको जस्तो देखिन्छ। हिजो एउटा सिस्टम थियो, चेन अफ कमान्ड चल्थ्यो, तर त्यहाँबाट बाहिर आइसकेपछि स्वतन्त्र नागरिकको हैसियतमा हिजो गरेको रगत पसिनाले, हिजो दिएको योगदान, देशलाई दिएको योगदानका कारणले गर्दा आज त्यो तलब भत्ता खाएको, तिमीहरूको घरबाट ल्याएर दिएको त्यो तलब भत्ता होइन जुन चाहिँ बन्द गरिदिन्छु भन्ने तिमीहरूलाई कुनै अधिकार छैन। सञ्चारकर्मीले पाउने पास र त्यो संसदभित्र छिर्ने पास पनि तिमीहरूले चाहेर दिएको त्यो पास होइन, आफ्नो योग्यता क्षमताले पाएको त्यो पास हो, जो तिमीहरूले त्यसरी रोक्न मिल्दैन। र आज वित्तीय समस्याको समाधान तिमीहरूले गर्न सक्दैनौ भने भन, हामी समस्याको समाधान गर्न तयार छौँ। सिर्फ एउटा मात्र कानुन बनाएर देऊ, यसको समस्या समाधान हामीहरूले गर्छौँ। न त ऋणीलाई समस्या हुन्छ, न त राज्य कोषबाट कुनै पैसा हाल्नुपर्छ। सिर्फ सिस्टम बनाएर हामीलाई देऊ, यसको समस्याको समाधान कुशलभ केसीले गर्छ। ल तर यो उपाय तिमीहरूसँग छ कि छैन भन्ने कुरा मैले बुझिरहेको छु। यति लामो समय 42 दिन बिस्तरामा बेडमा बस्दै गर्दा मलाई यति धेरै चाहिँ यसको विषयमा मैले खोज तलास गरेँ, विश्वका प्र्याक्टिसहरू हेरेँ, अनि मलाई लाग्यो समस्याको समाधान कसरी हुन सक्छ भन्ने उपाय मसँग छ। तर तिमीहरू जस्ता दलाललाई यो उपाय दिने हो भने तिमीहरूले रातमै फेरि यो सिस्टममा फेरि अर्को बलात्कार गर्छौ। त्यसैले तिमीहरूलाई यो आइडिया दिँदैन। पत्रकार सम्मेलन मार्फत अहिलेको सरकारले यसको समाधान के हो भन्यो भने चाहे लघुवित्त होस्, चाहे मिटर ब्याजी होस्, चाहे सहकारी पीडितको समस्या समाधान, यो देशको वित्तीय समस्याको समाधान म गरिदिन सक्छु। तर एउटा कानुन बनाएर राज्यले काम गर्ने मौका दिनु पर्यो। यसमा आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, सबै मिलेर हामी यो देशको भविष्यका लागि काम गर्न चाहन्छौँ। तर यहाँ यो हुँदैन। अहिलेसम्म हामीले कुनै पार्टी, कुनै दल अन्तर्गत रहेर कुनै कार्य गरेका छैनौँ। तर आज हामी माथि पटक पटक दमन गरियो। दमन गरिसके पश्चात अब के हुन्छ भन्ने कुरा त राज्यले सोचेको छैन। अब यसको बदला अब हामी लिएर देखाउँछौँ। र अघि जसरी डाक्टर सुरेन्द्र भण्डारीज्यूले भन्नुभयो, यहाँ कतिजना धेरै हाम्रा साथीहरू हुनुहुन्छ काठमाडौँका स्थानीयवासी, ल जुरुक्क उठ्नुहोस्। अब 4-4 जना बाहिरबाट आउने, 5-5 जना कति राख्न सक्नुहुन्छ अहिले त्यहाँबाट उठेर म राख्छु 5 जनालाई भनेर दिनुहोस्। ल सबै हाम्रा पत्रकार साथीहरूले पनि पछाडिबाट तपाईहरुले आवाज दिनुहोस् र बाहिरबाट आउनेलाई तपाईहरुले अब शरण दिने कि नदिने आन्दोलनका लागि आउनेलाई। ल जुरुक्क उठ्नुहोस्। कसले राख्ने हाम्रा साथीहरू उठ्नुहोस् त। ल जुरुक्क उठ्नुहोस्। खै ल पछाडी खेद्दिनुहोस्। हेर्नुहोस् कति जना हुनुहुन्छ। उहाँहरू सबैले आफ्नो घर भएका सबैले काठमाडौँमा 5-5 जनालाई दिनुहुन्छ नि। ल हेरिसक्नु भएको छ। र जति पनि बाहिरबाट आउने अब तयारी भइराखेको छ, सबैलाई हामी काठमाडौँमा खाने बस्ने व्यवस्था गर्छौं। आफ्नो लागि, आफ्नो न्यायका लागि, यो देशको भविष्यका लागि, यो देशको अर्थव्यवस्था चलायमान र यो देशको भविष्य सुनिश्चित गर्नका लागि अब तपाई हामीहरूले अब सबै काम, सबै आफ्नो चाहिँ क्षणिक लोभ लालच र अवसरलाई त्यागेर यो देशका लागि र आफ्ना लागि लड्न जरुरी छ भन्दै म समय भएछ भने म यो सबै कुराको बारेमा जानकारी गराउने छु। र म छोटकरीमा, किनभने धेरै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूलाई समय दिनुपर्छ, त्यसैले अन्तिममा म सुनाउने छु भने हामीहरूले 7 वटा प्रदेशमा कार्यक्रम तय गरेका छौं। चैत 17 गते हाम्रो विशाल निर्णायक आन्दोलन कुनै पनि हालतमा, यसभन्दा अगाडि हत्या गर्न खोजेको थियो